फिर अपना कर्जा से लगई तू माई हो ममता दुलार लेके अचरा में प्यार लेके आई तुझे सोना माई आई तू ममता दुलार लेके अचरा में प्यार लेके आई तुझे सोना माई आई तू माई हो थाकिसक्नु भएर तपाईँ होइन धेरै बेर भइसक्यो तपाईँले आफ्नो मातृभाषाको गीत गाउनुभयो होइन कुन भाषा हो यो भोजपुरी भाषा होइन भोजपुरी भाषाभित्र त आफ्नो आफ्नो हुन्छ होला कि एउटै हुन्छ भोजपुरी भाषा एउटै हुन्छ होइन तपाईँले नेपाली गीत गाउनु पनि आउँछ आउँछ है कुनै एउटा नेपाली गीत गाएर सुनाइदिनुहोस् न मलाई है त जुनी भरिलाई रुवाए गयो तिमी अझै पनि यो मनमा छ तिमी हो जुनी भरिलाई रुवाए गयो तिमी अझै पनि यो मनमा छ तिमी सुराजी ठिक छ अरू कुरा त त्यस्तै हो है तपाईँको दम छ नि दम भनेको थाहा छ दम केलाई भन्छ है तपाईँको दम चाहिँ मलाई मन पर्यो कि त्यतिको दम त मेरो पनि छैन होला कि है म पनि हार्ड गीत हाई लेभलको गीत गाउने गर्छु प्रायः गरेर तर तपाईँको जब स्पिकर हेरिरहेको थिएँ कि म कतै स्पिकरको सिकिदिएको कि भनेर दम चाहिँ पप्पा चाहिँ तपाईँको कुनै एउटा नेपाली चलचित्रको गीत गाइदिनुहुन्छ नेपाली चलचित्रको सुन्न मन लाग्यो नेपाली मुभी चलचित्रको फिल्मको हो आउँदैन मेरो कल्पनामा भनेको सुन्नु भएको छ मेरो कल्पनामा हाम्रो दिनेश भारती चन्द्रकुमारीको गायक घरका आउँ नानी चन्द्रकुमारीको गायक हुनुहुन्छ है फेरि उहाँ हाम्रो चर्चित हाम्रो तपाईँले जुन सुन्नु भएको छ त्यही गाइदिनुहोस् घरका आउँ नानी चन्द्रकुमारीको हाम्रो सिङ्गर ल एउटा राम्रो गीत नेक्स्ट सङ ल माग भइरहेछ दर्शक बिन्दुहरूको दिनेश भारती हो साह्रै रमाइलो लागिरहेको छ तपाईँसँग गफ गर्दा त्यही भएर मैले अड्काइरहेको छु अघि गाउनु हो भोजपुरी भाषा है अब एउटा मैथिली छोडिदिनुहोस् ल ओके मुस्कान में आहा के जादू कुनो छुपल मुस्कान में आहा के जादू कुनो छुपल दिल भागलै दीवाना जहिया से नैना लड़ल मुस्कान में आहा के जादू कुनो छुपल ओके सुरजी सङ्गीत सिक्नु भएको छ हजुर सिक्नु भएको छैन होइन हुन्छ नेक्स्ट टाइम तपाईँको सबैभन्दा ठुलो कुरा तपाईँको साहस तपाईँको हात तपाईँको हिम्मत अनि तपाईँको चाहना इच्छालाई म सम्मान गर्छु है सिक्दै गर्नुपर्छ सिक्दै जानुपर्छ सबैजना पर्फेक्ट भएर सबै आएको हुँदैन प्रयास गर्नुपर्छ एक दिन समयले मानिसलाई जिताएको ठाउँमा पुर्याउँछ एकैछिन प्रतीक्षामा वेटिङमा राख्छु रिजल्टको वेटिङ गरेर बस्नुलाई है धन्यवाद ओके नेक्स्ट कन्टेस्टेन्ट ओके नेक्स्ट कन्टेस्टेन्ट प्लिज सर उहाँको हुन्छ उहाँको कार्ड छुटेको हो
छुट्नु भयो त एकछिन सोध्नै भयो त्यहाँ फर्म भरेको छ कि छैन फेरि ठिक छ त्यसो भए ओके नेक्स्ट सर यो चाहिँ हाम्रो भिडिसी हाम्रो वर्षा डान्स सेन्टरका हाम्रा प्रोप्राइटर हुनुहुन्छ पानी लियो क्युट बोय ओके उहाँको पाल रहेको छ या प्लिज गिभ योर इन्ट्रोडक्सन इन्ट्रोडक्सन दिनुहोस् अझै बिचमा दिनुहोस् अलि हुँदो थोरै अलिक पछाडि थोरै बाय बाय टिका लाग्छ ओके तपाईँको परिचय दिनुहोस् नमस्ते मेरो नाम शुभम कार्की म चाहिँ सुन्दर हजार 10 खोर्सानीबाट हो शुभमजी राम्रै तयारी गरेर आउनु भएको छ नि तपाईँ पनि आफ्नो मातृभाषा गाउने हो कि नेपाली गीत गाउने नेपाली गीत गाउने हो ल ल ठिक छ रेडी हुनुहुन्छ ओके रेडी 1 2 3 गो बाबुको जुङ्गो बन्दाकी राखेको आमाले गुन्यु चोलो साटेको तिमीले त बिर्सेछौ तिमीले त बिर्सेछौ दसैँ धारा दुध पिलाएको काँधैमा राखी संसार डुलाएको तिमीले त बिर्सेछौ तिमीले त बिर्सेछौ सपना खरानी खरानी बिपनी बनिहाल्यो बिरानी सपना खरानी खरानी बिपनी बनिहाल्यो बिरानी बुढाको लाठी आमाको छाती नि चर्कियो माया र परिश्रम माथिको बेर्दै गो बुढाको लाठी आमाको छाती नि चर्कियो माया र परिश्रम माथिको बेर्दै गो ओके 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 शुभमजी कति वर्ष पुग्नुभयो 17 वर्ष पुग्नुभयो कुनै एउटा चलचित्रको गीत गाएर सुनाइदिनुहोस् मलाई चलचित्र भने पनि गाउँदा हुन्छ एउटा सिङ्गर बन्छु म भोलिको दिनमा गएर स्ट्रगल गर्छु सङ्घर्ष गर्छु अनि साधना गर्छु म सिङ्गर बन्छु भनेर सोच भएको व्यक्तिहरूले हरेक किसिमका गीत गाउनु सक्नुपर्छ त म भन्दिनँ तर प्रयास गर्नुपर्छ होइन किनभने एउटा मात्रै प्याटर्नको गीत गाएर म सिङ्गर बन्छु भन्न चाहिँ मेरो लागि अलिक गलत हो कि जस्तो लाग्छ किनभने एउटा सिङ्गर भइसकेपछि सबै खालको गीत गाउनुपर्छ कि है आज तपाईँ यहाँ प्री कम्पिटिसनमा हुनुहुन्छ भोलि यहाँबाट बाहिर उयो पास हुनुभयो भने अघिल्ला स्टेपहरूमा तपाईँ जज राउन्डमा पुग्नुहुन्छ जज राउन्डले कुन गीत दिनुहुन्छ थाहा हुँदैन कि त्यतिखेर तपाईँले चलचित्र गीत पऱ्यो भने तपाईँ नगाउने भन्ने त भन्नुभएन है गाउनुपर्छ मैले तपाईँले किन पनि चलचित्र गीत गाउनुहोस् भनेको भने
अहिलेदेखि नै अभ्यास गर्नुपर्छ, प्रयास गर्नुपर्छ होइन, अनि मात्र भोलि सफल हुन्छ भन्ने कुरा हो मेरो। ठिक छ, अहिले चलचित्रको गीत गाउनु नभने कुनै एउटा पप गीत गाएर सुनिदिनुहोस् है। पप भन्नाले सिधै सबै पपै गाउनुपर्छ भने पप आधुनिक भए पनि हुन्छ। मैले स्टार्ट गरेँ। बन्द छ आँखा देखिन केही, देखिन केही, टुटेका आशा सम्हालिराखेको मायाको धुन सबै गाह्रो छ भन्छौ मायाको खेलाडी, के गाह्रो भयो र भन त, के गाह्रो भयो र मबाट टाढिन खोज्दैछौ तिमी सबै भुली के भो र, बदलिँदै तिम्रो रूप प्रबली, धड्किँदै तिम्रो अन्तरात्मा, गुमाए तिमीलाई मैले पाए नजिक थियो तिमी आज, सम्झिन्छौ कि सम्झिँदैनौ मलाई, कि फर्किन्छौ त, मेरो प्रश्न तिमीलाई, सम्झिन्छौ कि सम्झिँदैनौ मलाई, कि फर्किन्छौ त, मेरो प्रश्न तिमीलाई, खै गाह्रो छ भन्छौ मायाको खेलाडी, के गाह्रो भयो र भन त, के गाह्रो पर्यो र मबाट। ओके, शुभमजी, तपाईँको गीतको टाइम एकदम मलाई सही लाग्यो। गीतको टाइम सबैभन्दा महत्त्वपूर्ण कुरा हो, टाइमिङ भन्ने कुरा। आशा छ तपाईँले ट्र्याकमा गीत गाउँदा पनि आफ्नो टाइमलाई छुट्याउनु हुनेछ। अनि जुन गीतको हाई र लो पार्ट हुन्छ है, गीतलाई कहाँनिर हाईमा गाउने, अनि हाईमा गाएर जाँदा 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 मान्छे थाकिसकेको हुन्छ है, अनि फेरि उसलाई के फिल हुन्छ भने आहा म त फेरि अर्को अन्तरमा उठाइहाल्नु पर्नेछ भन्ने फिल गरेर आउँछ कि, अनि त्यो पर पुग्नुपर्ने ठाउँमा चाहिँ नपुगिकन फेरि यता फर्केर फेरि गइहाल्छ कि, किनभने उसलाई के फिल हुन्छ भन्दाखेरि मैले फेरि अर्को अन्तर उठाउनु छ भन्ने हुन्छ। तर गीत सङ्गीतमा कहिले त्यस्तो हुँदैन, जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्नुपर्छ, किन त्यो पुगेर त्यहाँ फर्किने समय पनि राखेको हुन्छ क्या त्यहाँनिर, बुझ्नुभयो? यसरी नआत्तिनु होला, आफ्नो प्रयासलाई जारी राख्नु होला। सङ्गीत सिक्दै हुनुहुन्छ? कुनै पनि कुरा नसिकिकन प्रस्तुत गर्नु र सिकेर प्रस्तुत गर्नुमा धेरै फरक पर्छ होइन। सङ्गीत पनि सिक्ने सम्भावना छ भने सिक्ने प्रयास गर्नु होला, सिक्ने ट्राई गर्नु होला। कुनै क्लास, कोही गुरुहरूबाट सङ्गीत सिक्नको लागि सङ्गीत सरकारको विद्यालयमा जानुपर्छ भन्ने छैन, कोही गुरुहरूबाट जानेको कुराहरूलाई आफूले लिन पनि सकेछ है। त्यस्तो सम्भव भएसम्म त्यस्तो कुराहरूलाई पनि आत्मसात गर्नु होला। मलाई लाग्छ तपाईँले भोलिको दिनमा अरू भोलि चाहिँ हामी धरानमा कोही छुट्नु भएको छ पूर्वाञ्चल गर्दैन भने भोलि धरानमा छन्। मेरो तर्फबाट शुभकामना गर्न चाहन्छु। रिजल्ट भने एकैछिन पछाडि प्रकाशित हुन्छ, केही छ वेटिङ भएको छ है त।